सभामुख महोदय, संविधान संशोधनको कार्यदलले बहस पत्रको मस्यौदा तयार पार्दैछ। छलफलका प्रारम्भिक विषयमा धर्मनिरपेक्षता, संवैधानिक राज संस्था, प्रदेश खारेजीका विषय देखिँदैनन्। जनताका सुझावहरू मागिएका छन्। हामी पनि त्यो कार्यदलमा छौँ। हामीले दिएका सुझावहरू अहिले प्रारम्भिक सूचीमा देखिएका छैनन्। म सरकार र यो दललाई सोध्न चाहन्छु, तपाईहरूको जनताको क्याटेगोरीमा यो देश चाहिँ वैदिक हिन्दू बौद्ध सहितको सनातन हिन्दू राष्ट्र हुनुपर्छ भन्ने आम नागरिकहरू जनता हुन् कि होइनन्? म तपाईहरूलाई सोध्न चाहन्छु, अभिभावकको रूपमा राज संस्था, संवैधानिक राज संस्था चाहिन्छ भन्ने नागरिकहरू तपाईहरूको जनता हुन् कि होइनन्? र प्रदेश सरकार बुझिलो भयो, आर्थिक रूपमा बुझिलो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छ भन्ने नेपाली नागरिकहरू तपाईहरूको लागि जनता हुन् कि होइनन्? एकपटकको नेपाली सधैँको नेपाली हुनुपर्छ भन्ने मान्यता बोक्ने नागरिकहरू नेपाली जनता हुन् कि होइनन्? जनताको सुझाव त पहिला पनि लिएको थियो सभामुख महोदय। त्यति बेला ती विचारहरूलाई जुट र प्लास्टिकका बोरामा थन्काइएको थियो। यसपटक डिजिटल बोरामा थन्काउने हो कि भनेर हामी त्यसलाई नजदिकबाट निहालिराखेको छौँ। त्यति पनि बेला पनि जनतालाई भनिएको थियो शासन व्यवस्था, राज्य संरचना जस्ता केही विषय उत्कृष्ट छन्, बाँकी कुरा समयअनुसार संशोधन गरौँला भनेको थियो। यसपटक हामी यो बाँकीको सम्झौता गर्ने छैनौँ सभामुख महोदय। 2062 सालमा यो देशलाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्षता लाँदै गर्ने निर्णय 12 बुँदे बैठकमा पनि थिएन, 8 बुँदे बैठकमा पनि थिएन। तर पनि नेपाललाई शिखर बैठकमा पनि नभएको कुरालाई नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने जनादेश नहुँदाहुँदै पनि धर्मनिरपेक्ष राष्ट्र बनाइयो। त्यसबेलाको प्रतिनिधि सभालाई पनि पूर्व जानकारी नदिकन, व्यापक राष्ट्रिय बहस नगरिकन नेपाललाई धर्मनिरपेक्ष बनाइयो। आज धर्मनिरपेक्षताको नाममा वास्तवमा के भइरहेको छ? के सरकारले धर्मनिरपेक्षताको नाममा भइराखेको धर्मान्तरण देख्दैन? के पश्चिमाहरूको प्रभावमा हिजो शून्यको सङ्ख्यामा रहेका इसाईहरूले आज यो देशमा गरिबी र पछौटेपनको फाइदा उठाएर जुन किसिमले धर्मान्तरण गराइराखेको छ, के त्यो दृश्य यो सरकारले देखेको छैन? त्यसकारण पनि हामीले यो बहसमा यो मुद्दाहरू आउनुपर्छ भनेर भनिराखेको छौँ सभामुख महोदय। म यहाँलाई आग्रह गर्न चाहन्छु, राज संस्था मान्नेहरू पनि नेपाली नागरिक नै हुन्। राजा चाहिन्छ कि चाहिँदैन होइन, राज संस्थाको दार्शनिक, ऐतिहासिक र सभ्यतागत आधारबारे इन्स्टिट्युसनल लेभलमा पर्याप्त डिस्कोर्स हुनु आवश्यक छ। सभामुख महोदय, यसपटक पनि म सरकारलाई स्पष्ट रूपमा सचेत गराउन चाहन्छु, यदि संविधान संशोधनको अन्तिम मसौदासम्म यी विषयहरूलाई गम्भीर रूपमा समेटिएन भने देशभरिका सनातन धर्म मान्ने नागरिकहरू, राष्ट्र पहिचानको रक्षामा उभिने शक्तिहरू, राज संस्था चाहनेहरूले अन्तिम र निर्णायक लडाइँ लड्नुपर्नेछ। श्रीकृष्णको हातमा बाँसुरी पनि थियो र सुदर्शन चक्र पनि थियो। यो कुरा यो संसद, यो सरकार र सत्तापक्षले नबिर्सियोस्। धन्यवाद।